ओम श्री गणेशाय नमः। श्री उमा महेश्वराभ्यां नमः। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैः वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति नं योगिनो यस्यान्तं नमिदोऽसुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्चन्दनचर्चितो जलबपो शुक्लाम्बरमल्लिकां मालालङ्कृतकुण्डलप्रविलसत् मुक्तावलीशोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालां पङ्गुं लङ्घयति गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादवक्ष्यामि नारायणकथामिमं। नारायण नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जायः मुदीरयेतः। उमा महेश्वराभ्यां नमः। परमानंद सुखमय माघ महात्म्य उमा महेश्वर परमात्मा को दिव्यमय अमृत श्री सुस्तानी परमेश्वरी माधव नारायण परमात्मा को व्रत मंगल महोत्सव एवं सुस्तानी परमेश्वरी को महिमा अमृत यह श्रवण लाभ गरिरहनु भएको छ। सबैको दिन शुभ रहोस् भन्ने कामना गर्दै आजको माङ्गल्यमय महात्म्य प्रारम्भ हुन्छ। सर्वदा झैं जीएनएन एचडी टेलिभिजन एवं AP1 टेलिभिजनबाट प्रसारित साधना सञ्जीवनी कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। उमा महेश्वराभ्यां नमो नमः। जय शिव शङ्कर गौरीशं वन्दे गङ्गाधरमीशं रोतां पशुपतिमीखानं पलये काशीपुरीनाथं। जय शम्भो शिव गौरी शङ्कर जय शम्भो। जय शम्भो शिव गौरी शङ्कर जय शम्भो। गौरी शंकर भगवान को जय। कुमार जी बडो प्रसन्न हुनुभयो। अगस्त्य महामुनिलाई आज्ञा हुन्छ, हे अगस्त्य महामुनि, जालन्धरको जब वध
भगवान आशुतोष त्रिपुरारी प्रभुका कर कमलहरूबाट भए। असाध्यै क्रोधी भएर वृन्दाले श्री विष्णुलाई श्राप दिनुभयो। कस्तो श्राप भने यस्तो दिव्य यो समयलाई विचार नगरिकन मलाई विधवा बनाउनु भयो, मेरो पतिव्रता धर्म नष्ट गर्नुभयो, जसका कारणले मेरा स्वामीको बल नाश भयो। पतिव्रता धर्म नाश गर्नाले मेरो सौभाग्य आज विधवा हुन गयो। त्यसैले हे विष्णु, म तपाईलाई श्राप दिन्छु। रुँदै असाध्यै आफ्नो स्वामीलाई अङ्कमाल गर्नुभएको छ, रोदन क्रन्दन गरिरहनु भएको छ। किनकि आफ्ना स्वजनको बिछोडमा कसलाई दुःख हुँदैन र? सबै जीव मात्रलाई दुःख हुन्छ। भगवान शिवलाई पनि दुःख हुन्छ, नारायण परमात्मालाई पनि दुःख हुन्छ। भक्त र भगवानको बीचमा पनि भक्तलाई दुःख भयो भने भगवानलाई दुःख हुन्छ, भगवानलाई दुःख भयो भने भक्तलाई दुःख हुने गर्दछ। यसरी बडो कृपा गरेर भगवानले भक्त र भगवानलाई स्वजनको तरिकाले नि नजराना गरिराखिबक्सेको हुन्छ। पतिव्रतामा निष्ठा भएकी, पतिव्रता धर्म बहुत ठुलो धर्म हो। त्यसो हुनाले पतिव्रता धर्मले गर्दा नै जनहरू ठुल्ठुलो कार्यहरूमा सफलता प्राप्त गर्दछन्, अभय चरणारविन्द युगललाई प्राप्त गर्दछन्। त्यसो हुनाले पतिव्रता धर्मको आख्यान स्थान स्थानमा गरिएको छ। वृन्दाले श्राप दिनुभयो, हे विष्णु, तिमी ढुङ्गो हुनु परोस्, तिमी झार हुनु परोस्, तिमी घाँस हुनु परोस्। यस्तो प्रकारका श्राप दिन लाग्नु। तपाईँले यी कुराहरू बुझ्नु पर्थ्यो, बुझ्नु भएन। त्यसो हुनाले जालन्धर मरेको यस्तो प्रकारको स्वभावहरू पनि यो राम्रो भएन। किनकि मेरा स्वामीलाई तपाईँले मार्नुभयो। तपाईँ सर्वदा प्रकारद्वारा सुखी हुनु नपरोस्, झार हुनु परोस् भनेको हुनाले तुलसी हामी वृन्देश्वरी भनेर पूजा गर्दछौँ। घाँस भनेको हुनाले कुश, ढुङ्गा हुनु परोस् भनेर श्राप दिएको, शिला हुनु परोस् भनेको हुनाले शालिग्राम स्वरूप भगवान नारायण हुनुहुन्छ। हामी त्यस्ता भगवानलाई नारायणको स्वरूपमा पूजा गर्दछौँ। अथवा रुख हुनु परोस् तपाईँ भनेर श्राप दिएको हुनाले पिप्पलको वृक्ष, कल्प वृक्ष भनेर हामी पूजा गर्दछौँ। यो चारवटा श्राप तपाईँलाई भयो। किन भन्दाखेरिमा अब म बाँच्नु छैन, विधवा भएर म बाँच्दिनँ, मेरा स्वामीका साथ म चितामा म पनि जलेर भस्म हुन्छु भनेर आफू पनि चितामा नै संस्कारित हुनुभयो। पतिका साथमा नै आफ्नो शरीरलाई परित्याग गरिदिनु हो। यसैले सज्जन वृन्दहरू, धर्ममा निष्ठा भएका जनहरूले नराम्रो शब्दहरू बोले भने, श्राप दिए भने त्यो अनुमोदन भइहाल्दछ। किनकि उनीहरूसँग भगवानको स्वभाव साक्षात्कार भएको हुन्छ। यो सानोतिनो हुँदैन। धर्मको कुरा, कर्मको विषयबाट जो सिद्ध त्यो प्राप्त हुन्छ त्यो साधारण हुन सक्दैन, मङ्गलकारी हुँदछ। भगवान विष्णु आज पनि यी चारैवटा चिजहरूमा अवस्थित हुनुहुन्छ। विष्णु र राटमसी, विष्णु र ध्रुवसी, विष्णु र वैष्णवमसी भनेर हामी त्यो विष्णुलाई पूजा गर्दछौँ। शालिग्रामको जल हामी ग्रहण गरेर, तुलसी वृन्देश्वरीको पूजा गरेर, कुशको जुन कार्यहरूमा पनि विष्णु रूप कुश भएको हुनाले हामीले पितृ कार्य हुन्,
शुभादि कार्यहरू हुन्, साप्ताहिक कार्य हुन्, नवान इन विशेष गरेर 9 दिनका कार्यहरू हुन्, जुन शुभ अशुभ जति कार्यहरू हामी गर्दछौँ, पितृ कार्य, देव कार्य, परमार्थ कार्य, पुण्य हवाचन जे कार्य हुन्छन् सबै कार्यमा कुशको प्रयोजन हुन्छ। कुश बेगर र तिल बेगर गरिएको कार्य सफल हुन सक्दैन। त्यसैले कुश र तिलको ठुलो महत्त्व छ। यो कृष्ण रूप पनि हुन्, भगवान विष्णु रूप बनेर जनहरूले बारम्बार पूजा गर्दछन्। त्यसैले हामीले अपवित्रो पवित्रो वा सर्वे सङ्गस्तु विवाह यस्मरे पुण्डरे काक्षम च व्यभ्यन्तर शुचिः भनेर शरीरलाई शुद्धि गराउँदछौँ, आसनलाई शुद्धि गराउँदछौँ, स्थानलाई शुद्धि गराउँदछौँ। कुश तिल पानी सबैतिर छर्किएपछि त्यो ठाउँ शुद्ध हुन्छ। गोमूत्रहरू छर्किएपछि त्यो ठाउँ शुद्ध हुने गर्दछ, किनकि त्यहाँ कुनै पनि अशुद्ध कार्यहरू भएको हुन सक्छ नि। त्यसैले भूमिलाई शुद्धि गर्नका लागि यो विष्णु रूप कुशको प्रयोजन गरिन्छ। कुमारजीले आज्ञा भयो, भगवान आज पनि हे अगस्त्य महामुनि यी चारै प्रकारका शोभाद्वारा सुपूजित हुनुहुन्छ। भगवान विष्णु वृन्दाको यो सहर्षपूर्वक श्रापलाई स्वीकार गरिबक्सेर त्यो श्राप अनुसार शिला बनिबक्स्यो, घाँस बनिबक्स्यो, झार बनिबक्स्यो, वृक्ष बनिबक्स्यो। अगस्त्य महामुनिले आज्ञा भयो, आहा पतिव्रता धर्म कति विशाल हुँदो रहेछ। कुमारजीका मुख कमलबाट अरू मङ्गल्यमय स्वभाव श्रवण गर्ने बडो इच्छा भयो र उहाँले भन्नुहुन्छ, हे अगस्त्य महामुनि, अस्वस्थमा ऋषिलाई श्री पार्वतीका आज्ञाले पाताल लोकमा पठाउनु भयो र उहाँले त्यो ठाउँमा गएर सबैलाई सोध्नुभयो, यो ठाउँमा दुखी को छन्, दरिद्री को छन्, पति नभएका को छन्, पत्नी नभएका को छन्, दरिद्री को छन्, खान नपाएर दुःख भएका जनहरू को छन्। यस्तो प्रकारका प्रश्नहरू सोध्दै जानु हो। नाग लोकमा जानु हो, नागहरूलाई सोध्नुहुन्छ, यहाँ श्रद्धापूर्वक अनेक को छन् त भनेर सोध्नुहुन्छ। असाध्यै प्रकारका सुख दिनेवाला धर्मको प्रचार गर्नका लागि साक्षात् जगदम्बा पार्वती महारानीले मलाई पठाउनु भएको छ। शिवाज्ञा, शिवको आज्ञा शिरोधार्य गरेर म आएको छु। शिवा भवानीको आज्ञा शिरोधार्य गरेर म आएको छु भनेर सुनाउनु भयो। नागराजहरू सबै राम्रा छन्, नाग पत्नीहरू मणिमाणिक्य लगाएका छन्, झलमल्ल राम्रा देखिएका छन्, कोही दुखी छैनन्, एक भन्दा एक राम्रा अथवा हिरा मोती मणि माणिक्यहरू लगाएका छन् नाग नागिनीहरू रहेका छन्, अथवा तक्षक नाग, कर्णोटक नाग, पद्मनाग, शङ्खपाल नाग, कुलीर नाग, बरोड नागहरू बसेका नागिनीहरू पनि हिरा मोती मणिक इत्यादि गहना वस्त्र अलङ्कार पहिरेर उभन्दा पनि राम्रा भएर रहेका छन्। यस्तो प्रकारद्वारा रहेका रहेछन् सब। अस्वस्थमा ऋषिले भन्नुहुन्छ, यहाँ कोही दुखी त छैनन् भन्दा, हे अस्वस्थमा ऋषि, यहाँ दुखी कोही छैनन्। तर योभन्दा पर, यो ठाउँभन्दा पर वनमा का नगैँचामा शङ्खचूड नाग, रत्नचूड नाग, कृपादत्त नाग, धातराष्ट्र नागहरू रहेका छन्। यिनका स्त्रीहरू साह्रै दुखी छन्। त्यहाँ गएर हजुरले यो व्रतको विषयमा ज्ञान सुनाउनुहोस् भनेर आज्ञा भयो। अस्वस्थमा महामुनि यतैतिर जानुभयो। शङ्खचूड नागकी स्त्री हिरावती, रत्नचूड नागकी स्त्री रत्नावती, कृपादत्त नागकी स्त्री पद्मावती, धातराष्ट्र नागकी स्त्री मृगावती पुरा अत्यन्तै प्रीतिले रहँदा संयोगवश दुःख उनीहरूले पाएका छन्। त्यसैले शङ्खचूड, रत्नचूड, कृपादत्त, धातराष्ट्र नागहरू परदेशतिर जानुभयो सम्पदा कमाउनका लागि। आज हे अस्वस्थमा महामुनि, हामी साह्रै प्रकारका दुखी छौँ। 12 वर्ष भयो हाम्रा स्वामीहरू आउनुभएको छैन। स्वामीहरूले सम्पदा कमाउन जानुभएको थियो, हामी दुखी भएर यो वनमा बसिरहेका छौँ।
दिनको गुजारा गरिरहेका छौँ। अब जस्तो प्रकारद्वारा हाम्रो कल्याण हुन सक्छ, यदि उहाँहरू गुफामा हुनुहुन्छ कि गुहामा हुनुहुन्छ कि जिउँदो हुनुहुन्छ कि मर्नु भएको छ कि कुनै कार्यहरूमा व्यस्ततामा हुनुहुन्छ कि हाम्रा स्वामीहरूलाई बोलाइदिनुहोस्। जे गर्दाखेरि हाम्रा स्वामीहरू हामीले पाउँछौँ, धन सम्पदा र सुख पाउँदछौँ, यस्तो प्रकारको व्रत हामीलाई गराउनुहोस्, यज्ञ हामीलाई गराउनुहोस् भनेर आज्ञा भयो। अश्वत्थामा महामुनिले यस्तो बुटी मैले लिएर आएको छु। श्री स्वस्थानी परमेश्वरीको व्रत गर्नुपर्दछ। श्री स्वस्थानी परमेश्वरीको व्रत गर्नले हे नागिनी हो, हजुरहरूको यो दुःख पनि नाश हुन्छ, हजुरहरूका स्वामीहरू पनि आइपुग्नुहुन्छ, सम्पदा लाभ पनि हुन्छ, सुस्वास्थ्य र दीर्घायु पनि हुन्छ। दुःखमा का समुद्रमा डुबिरहेका नागिनीहरूलाई यस्तो शब्द अश्वत्थामा महामुनिले भन्नुभयो र असाध्यै खुसी भएर हामीसँग सामग्रीहरू छैन, के कसो प्रकारद्वारा सो कार्यहरू गर्न सकिन्छ भन्दा ठिकै छ, यो सजिलो प्रकारले गर्न सकिन्छ। अश्वत्थामा महामुनिले नै महात्म्य श्रवण गराउनु भयो, व्रतको विधि गराउनु भयो र माङ्गल्यमय दुःख हरण जन्त्री श्री स्वस्थानी परमेश्वरी का मंगल्यमय महात्म्य, उमा महेश्वर प्रभु का महात्म्य श्रवण गराउनु भएको छ। कृपा गरेर आज्ञा भयो, हे नागिनी हो, यो व्रत विशेष गरेर पौष शुक्ल पूर्णिमाका दिनमा प्रारम्भ गरिन्छ। जस्तो प्रकारद्वारा जगदम्बा पार्वती महारानीले पूजाको विधि बताउनु भएको छ, यस्तै प्रकारद्वारा अश्वत्थामा महामुनिले सबै विधि श्री स्वस्थानी परमेश्वरीको अर्चन विधि, अर्पण गर्नुपर्ने सामग्रीहरू सबै बताउँदै हुनुहुन्छ। नङ काटेर यस्तै प्रकारद्वारा नाना कार्यहरू सिद्धि हुन् भनेर महिना दिनसम्म व्रत गर्नु, एक दिन होइन। किनकि भाग्योदयेन बहुजन्म समावृतेन सत्सङ्गमं जलबते पुरुषो यदाहि, भाग्यको उदय भएपछि बल्ल यस्तो पुण्यशील समय प्राप्त हुने गर्दछ। यो पुण्यशील समय साक्षात् जगदम्बा पार्वती महारानीले हजुरहरू जस्तै दुखी जनहरूको कल्याणका लागि प्रचार गरिरहनु भएको छ। देवलोकको कल्याणक भगवान विष्णुद्वारा गर्नुभयो, स्वस्थानी परमेश्वरीको पूजा गर्नुभयो, आराधना गर्नुभयो। भगवान आशुतोष त्रिपुरारी प्रभुले जालन्धरलाई वध गरेर देवताहरूको जय गराउनु भयो। श्री स्वस्थानी परमेश्वरीका कृपाले देवलोकको जय भयो। पाताल लोकमा हजुरहरूले कल्याणका लागि मलाई पठाउनु भएको छ। श्री स्वस्थानी परमेश्वरीको कथा सुन्नु। माघ शुक्ल पूर्णिमाका दिनमा 8800 रोटी, 8800 अक्षता, 8800 बेलीपुष्प, 8800 जनै धागो, अक्षता, 100 पान, 8800 गुटका सुपारी, 8800 नाना जातका फुल, सगुन समेत नाना उपचार तयार गर्नु र त्यो सबै भगवतीलाई श्री स्वस्थानी परमेश्वरीका समीपमा निवेदन गरिदिनु। थालीमा ओमकार लेख्नु, गङ्गाजलले स्नान गराउनु। त्यहाँ कस्ती भगवती हुनुहुन्छ भन्दाखेरिमा श्रीखण्ड चन्दन, रक्त चन्दन, सिन्दुर भगवतीलाई पूजा विधान बताउँदै हुनुहुन्छ। फुलमालाहरू असाध्यै राम्रो लगाइदिनु, धूप दीप नैवेद्य वस्त्र कस्तुरी सुगन्धित चिजहरू चढाएर भेटी आदि चढाउनु। श्री स्वस्थानी परमेश्वरीको व्रत गरिसकेपछि अर्घ दान गर्नुपर्दछ, किनभने त्यो अर्घद्वारा व्रतको पूर्णाहुति हुने गर्दछ। त्यसो हुनाले तपाईँहरूले जस्तो प्रकारको कामना गर्नुभएको छ त्यो कामना परिपूर्ण होस् भनेर आफ्ना सन्तान, आफ्ना स्वामी हुनुहुन्छ भने स्वामीलाई दिनु, स्वामी हुनुहुन्न भने पुत्रलाई दिनु, पुत्र हुनुहुन्न भने मित छोरालाई दिनु, मित छोरा पनि छैनन् भनेदेखि गङ्गामा लगेर 8 को सङ्ख्यामा सबै चिजहरू चढाइदिनु। रातमा बाँकी 100
जति पनि सगुणहरू रहेको छ आफूले फलाहार गरेर श्री स्वस्थानी परमेश्वरको गीत वाद्य ढोल जामटा मृदङ्ग भजन कीर्तन आदि गरेर रातमा जागराम बस्नुपर्दछ। प्रभात कालको झुल्के घाम हुन नपाउँदै तपाईहरूको सौभाग्य प्राप्त भइहाल्छ। जुन कामनाले व्रत गर्नुभएको छ भगवती दर्शन दिन पाल्नुहुन्छ ती सबै दुःखहरू अडचनहरूलाई नाश गरेर मनोइच्छा परिपूर्ण गरी बक्सिनेछ। हजुरका स्वामीहरू पाल्नुहुनेछ। त्यसैले यति अस्वस्थमा ऋषिले भनेपछि नागिनीहरू बहुत खुसी भए र उनीहरूले यस्तै प्रकारद्वारा श्री स्वस्थानी परमेश्वरीको व्रत धारण गर्न लाग्नुभयो। भगवान हामीले व्रत त्यति विधान गर्न जान्दैनौँ, हजुर बसी बक्सेर यो व्रत गराइ बक्सियोस् भनेर आज्ञा भयो। ऋषि अस्वस्थामा महामुनिले विधि विधानसँगले श्री स्वस्थानी परमेश्वरीको व्रत नागिनहरूलाई गराउनु भयो, कथा सुनाउनु भयो, उमा महेश्वर प्रभुका महात्म्य श्रवण गराउनु भयो। श्री विष्णुद्वारा जसरी स्वस्थानी परमेश्वरीको व्रत गर्ने विधान जगत माता पार्वतीलाई श्रवण गराइबक्सेको थियो, यस्तै प्रकारको यो विधान महादेवीले अस्वस्थामालाई बताउनु भयो र सोही विधान अस्वस्थामाले नागपत्नीहरूलाई श्रवण गराउनु अथवा जनमात्रले बोधन गर्नुपर्ने विषय के छ भने अप्ठ्यारो असजिलो जनमात्रलाई परिरहेको हुन्छ। अनेक प्रकारका अडचनहरू आइरहेका हुन्छन्, समय ऋतु फरक फरक चलिरहेको हुन्छन्, तर ती समयमा जी मात्रको दुःखलाई भञ्जन गर्नेवाला, दुःखलाई नाश गर्नेवाला, आनन्द प्रदान गर्नेवाला समय पनि आउँदछन्। त्यसो हुनाले जनमात्रले मकर स्नान माघ महिनाभरि व्रत धारण गर्ने, भगवान शिवलाई जल चढाउने, गङ्गा तटहरूमा गएर हर हर महादेव शिव शम्भो, हर हर महादेव शिव शम्भो हात माथि गरेर जय जयकार गर्नुपर्दछ, हुङ्कार गर्नुपर्छ ओम। हामीलाई बोल्न लाज लाग्छ, अरू गीत गाउन नचाहिने कुरा गर्न त हामीलाई लज्जा लाग्दैन, तर भगवानका यजन गर्न लाज लाग्यो भने घाटो घाटो अथवा हामीलाई घाटा हुँदैछ। मिथ्या तर्क सुकर्क सेरितमः बालन्धकारान्तरः ब्राह्मण मन्दमतेर मन्दमहिमां तज्ज्ञानवत्मास्फुटं श्रीमन्माधव वामनोत्रिनयनं श्रीशङ्करं श्रीपते गोविन्देति मुदा वदन् मधुपते मुक्ता सदा श्यामः। त्यसैले मिथ्या तर्क गर्नुभन्दा समयमा भगवानको नाम उच्चारण गर्नु बहुत उत्तम हुने गर्दछ। नागिनीहरूको मनमा आनन्द र श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 अक्षता 8 रोटी 8 बेली का फूलहरू भए, 8 जनै धागो 8 पान 8 कुडका सुपारी सगुन समेत आफ्ना पुरुषहरूलाई दिएर प्रणाम गरे। अस्वस्थामा ऋषिलाई श्रद्धापूर्वक दक्षिणा भोजन गराउनु भयो। ऋषि आफ्ना आश्रमतिर पाल्नुभयो। नाग नागिनीहरू त्यस दिनबाट असङ्ख्य सम्पत्ति प्राप्त भएर परमानन्दले रहन लाग्नुभयो। हेर्नुहोस् त, व्रत समाप्त हुनु बाँकी नै छ, आफ्ना स्वामीहरूको आगमन भइसक्यो। किन? भगवती ज्योति रूप हुनुहुन्छ। सज्जन वृन्दहरू टेलिफोन गरिरहनु पर्दैन, ऊ त शब्द ब्रह्म रूप परमात्मा हो, शब्द ब्रह्म रूप विभु हो। हामीले ओम भन्छौँ, यहाँ मात्रै सुने जस्तो लाग्छ, होइन, यो त हावामा प्रचार भएर गइसक्यो। हामीले राम्रो नराम्रो बाणीहरू बोलेका हुन्छौँ नि, त्यो हावामा प्रचार भएर रेकर्ड भएर गइसक्यो। हामीले बुझ्नुपर्छ यो कुरा। त्यही भएर यहाँनिर ध्यान गरिएको भगवानका जप तप यज्ञ होम होमादि पुण्य कर्महरू ऊ परमात्माले सुन्दछ, यी आत्मारू ब्रह्मले सुन्दछ। यस्तो दिव्यमय भगवानको स्वभाव छ। नागिनीहरूले पूजा गरे। पूजा अस्वस्थमा महामुनिले महात्म्य सबै विधि विधान पूर्वकले श्रवण गराउनु भयो। कार्यको उद्योपन गराउनु भयो। उद्योपन गर्दा गर्दा नागराजहरू आइपुगे। बडो खुसियाली असङ्ख्य सम्पत्तिहरू पनि प्राप्त हुँदै गयो र खुसीपूर्वक नाग नागिनीहरू
रहन लागे। दक्षिणादि प्राप्त गरेर अस्वस्थमा महामुनि भोजन प्राप्त गर्नुभयो र आफ्नो आश्रमतिर प्रस्थान गर्नुभयो। बडो खुसी भएर अगस्त्य महामुनिले कुमारजीलाई प्रणाम गर्नुभयो। आहो, सारै जीव मात्रलाई कल्याण गर्नेवाला, दुःखलाई भञ्जन गर्नेवाला श्री स्वस्थानी परमेश्वरी हुनुहुँदो रहेछ। यस्तो भगवतीको अमृत श्रवण गर्नाले नै फाइदो हुने यस जीव मात्रलाई श्रवण गराउनु पर्दछ भनेर आज्ञा भयो। कुमारजीका पाउ पदकमलमा साष्टाङ्ग दण्डवत गर्नुभयो। स्वस्थानी परमेश्वरीलाई सम्झेर प्रणाम गर्नुभयो। कुमारजीले स्वस्थानी परमेश्वरी एवं उमा महेश्वर प्रभुको ध्यान गर्नुहुन्छ। शान्तां शाश्वत प्रमेहमनघं निर्वाण शान्ति प्रदं ब्रह्मं शम्भु फणेन्द्र सेव्य मनिषं वेदान्त वेद्यं विभुं। त्यस्ता विष्णुको चिन्तन गर्नुभयो। महादेव महादेव महादेवी तयं धुनि नरं मञ्जुत पापानि समुद्रमिवतो यदा। यसरी महादेवको ध्यान गर्नु हो। सम्पूर्ण देव मात्र की देवी मात्र की अधिष्ठात्री देवी श्री स्वस्थानी परमेश्वरीको ध्यान गर्नुभयो। शिर झुकाउनुभयो। नागराज नाग रागिनीहरूले सर्वदा समय प्राप्त भएपछि श्री स्वस्थानी परमेश्वरीको अनुष्ठान गर्न लाग्नुभयो भन्ने प्रसङ्ग कुमारजीले अगस्त्य महामुनिलाई श्रवण गराउनुभयो। सोही दिव्यमय अमृत साधना सञ्जीवनी कार्यक्रम मार्फत यहाँहरू घर घरमा बसेर श्रवण लाभ गरिरहनु भएको छ। क्रमशः श्री स्वस्थानी परमेश्वरीको अमृत यहाँहरू श्रवण लाभ गरिबक्स्योस्। हरि ओम तत्सत्। श्री स्वस्थानी परमेश्वरी नमो नमः। उपनयतु मां जगन्मङ्गलाय श्रीमान् दिनकरकिरण निबोधित नवदल निलेक्षण कृष्णः। काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी देशोऽयं क्षोभरीहितो ब्राह्मणा सन्तु निर्भयः। अपुत्रा पुत्रिणा सन्तु पौत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां शताम्। ओम श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।